ल, नेपालको ऊर्जा क्षेत्रमा फेरि एउटा नयाँ हलचल भएको छ। याम्बालिङ्ग हाइड्रो पावरले आइपिओ जारी गर्न स्वीकृति पाएको छ अनि आज हामी यही नयाँ अवसरको बारेमा अलिक गहिरिएर कुरा गर्नेछौँ। अब प्रश्न उठ्छ, के यो बजारमा आएको अर्को एउटा सामान्य आइपिओ मात्रै हो वा लगानीकर्ताहरूका लागि साँच्चीकै एउटा राम्रो अवसर पनि हो? आउनुहोस्, तथ्य र तथ्याङ्कको आधारमा यही कुराको चुरो पत्ता लगाऊं। लौ, खबर पक्का भयो। नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनले याम्बालिङ हाइड्रो पावरलाई आइपिओ निकाल्नको लागि गो अहेड भनिसकेको छ। यसको मतलब कम्पनी अब छिट्टै सर्वसाधारण लगानीकर्ता माझ आइपुग्दैछ। ठिक छ, आइपिओ त आउने भयो, तर यसमा खास के छ त? ल, अलिक गहिरिएर हेरौँ न त यो आयोजनालाई। अब यी नम्बरहरूलाई हेरौँ, किनभने यिनले धेरै कुरा बताउँछन्। कम्पनीले जम्मा 28 लाख किता सेयर ल्याउँदैछ, प्रति किता 100 रुपियाँको दरले। भनेपछि यसबाट कुल 28 करोड रुपियाँ उठाउने लक्ष्य देखिन्छ र यो सबैको जिम्मा लिएको छ मुक्तिनाथ क्यापिटलले। अब यो आयोजना कत्रो छ त भन्दा 7.27 मेगावाटको। अब ठूला प्रोजेक्टको तुलनामा यो सानै देखिन्छ हैन, तर यस्तै साना आयोजनाहरूले नै नेपालको ऊर्जा सञ्जाललाई बलियो बनाउने हो। अब लगानीको कुरा गरौँ। यो 7.27 मेगावाटको प्रोजेक्ट बनाउन कुल लागत 1 अर्ब 20 करोड रुपियाँ लागेको छ। यसबाट प्रति मेगावाट लागत कति पर्यो भन्ने एउटा आइडिया आउँछ, जुन लगानीकर्ताले हेर्ने एउटा महत्त्वपूर्ण कुरा हो। ल, अब आयोजनाको बारेमा अलि छिटो जानौँ है त। यो सिन्धुपाल्चोक जिल्लामा छ र यो एउटा रन अफ रिभर आयोजना हो। मतलब यसले नदीको प्राकृतिक बगावकै प्रयोग गर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले गरेको फेब्रुअरी महिनादेखि नै बिजुली बेच्न थालिसकेको छ। अनि अर्को प्लस पोइन्ट के छ भने यसका प्रमोटरहरूसँग पहिले नै 5 मेगावाटको पिखुवा खोला प्रोजेक्ट चलाइसकेको अनुभव पनि छ। ल, कम्पनीको कुरा त भयो। अब अलिकति बजारको नियमको कुरा गरौँ। एउटा यस्तो नियम जसले लगानीकर्तालाई सिधै असर गर्छ र त्यो हो लक इन पिरियड। अब यो लक इन पिरियड भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो समय हो जुन बेलासम्म कम्पनीका संस्थापक वा केही खास लगानीकर्ताले आफ्नो शेयर बेच्न पाउँदैनन्। सिम्पल। खास गरी नेपालको हाइड्रो पावर सेक्टरमा प्रमोटरहरू र आयोजना प्रभावित स्थानीयको लागि यो नियम लागू हुन्छ। तर प्रश्न यो हो कि कति समयसम्म बेच्न पाइँदैन त? पुरा 3 वर्ष। मतलब सर्वसाधारणलाई आइपिओ परेपछि प्रमोटरहरूले आफ्नो शेयर कम्तीमा 3 वर्षसम्म बेच्न पाउँदैनन्। यसले एकैचोटि बजारमा शेयरको बाढी आउनबाट रोक्छ। तर यस्तो नियम किन चाहियो होला, हैन? यसका पछाडि केही बलिया कारणहरू छन्। पहिलो त यसले मार्केटलाई स्टेबल बनाउँछ। दोस्रो, छोटो समयमै नाफा कमाएर भाग्ने खेललाई निरुत्साहित गर्छ। तेस्रो, प्रमोटरहरू कम्पनीप्रति लामो समयसम्म जिम्मेवार बनुन् भन्ने सुनिश्चित गर्छ। र चौथो, एकैपटक धेरै शेयर बजारमा आउँदा भाउ घट्ने जोखिम पनि कम हुन्छ। ल, अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा। कम्पनीको राम्रो पक्ष के छ अनि जोखिमहरू चाहिँ के छन् त? आउनुहोस्, यसको चिरफाड गरौँ। रेटिङ एजेन्सीको रिपोर्ट हेर्दा कम्पनीका केही बलिया पक्षहरू देखिन्छन्। जस्तै प्राधिकरणसँग पीपीए मतलब पावर पर्चेज एग्रिमेन्ट भइसकेको छ, जसले गर्दा आम्दानीको चिन्ता भएन। बिजुलीको माग त छँदैछ, त्यसैले उत्पादन भएको बिजुली खेर जाला भन्ने डर पनि कम छ। अनि अघि भने जस्तै प्रमोटरहरूको अनुभव पनि एउटा प्लस पोइन्ट नै हो। तर राम्रा कुरा मात्रै छैनन् है, केही गम्भीर चुनौतीहरू पनि छन्। जस्तै प्रोजेक्टलाई तोकिएको समय र बजेटभित्रै सक्नु आफैमा एउटा ठूलो चुनौती थियो। अनि अर्को कुरा, यो खोलाको पानीको बहावबारे पर्याप्त डेटा छैन र यो बर्खामा निर्भर छ। यसले गर्दा बिजुली उत्पादन कति हुन्छ भन्नेमा थोरै अनिश्चितता छ। त्यस्तै उत्पादित बिजुलीलाई राष्ट्रिय लाइनमा जोड्न अर्को सबस्टेसन बन्नुपर्ने थियो, त्यसमाथिको निर्भरता पनि एउटा जोखिम नै हो। त्यसो भए यी सबै कुरा हेरेर रेटिङ एजेन्सीले के भन्छ त? कम्पनीले पाएको छ केयर एनपी BB- रेटिङ। अब यसको मतलब के हो भने कम्पनीले आफ्नो ऋणको किस्ता र ब्याज समयमै तिर्न सक्ने कुरामा मध्यम स्तरको जोखिम छ भनेपछि यो एकदमै खराब पनि होइन, तर पुरै ढुक्क हुने अवस्था पनि छैन। ल, यति धेरै कुरा गरियो, अब यसको सार के त? लगानीकर्ताले दिमागमा राख्नुपर्ने मुख्य कुराहरू के हुन्? 3वटा मुख्य कुरा याद राखौँ है त। पहिलो, आइपिओ आउँदैछ, यो पक्का भयो। दोस्रो, प्रमोटरको शेयर 3 वर्षसम्म बजारमा आउँदैन, जसले स्थिरता दिन्छ।
र तेस्रो, यो प्रोजेक्टमा राम्रा पक्ष पनि छन् तर जोखिम पनि उत्तिकै छन्, त्यही भएर त रेटिङ मध्यम जोखिम आएको हो। र जाँदा एउटा गम्भीर प्रश्न, नेपालको शेयर बजारमा हाइड्रो पावर आइपिओको बाढी नै आइरहेको छ। यस्तो बेलामा एउटा लगानीकर्ताले कुन चाहिँ प्रोजेक्ट साँच्चीकै बलियो र भरपर्दो छ भनेर कसरी छुट्याउने होला? यही प्रश्नमा सोच्दै गर्नुहोला। आजको लागि यति नै।